त्यहाँ बसन्तपुरहरूतिर नि त कदेकै जान्छ नि त अनि त्यहाँतिर जान्छ प्राय चाहिँ हामी डाँडा डाँडा मार्बल डाँडा कोट डाँडा हेभेन डाँडा लाटोरी डाँडा अनि के हुँदैछ अनि हाम्रो चाहिँ अब यतिकै बसिरहेको अब अर्को म्युजिक भिडियो नि आउँला नि त अब चाँडै हेटौँडा आउनु पर्ला चाहिँ एउटा आएको बेला त प्लिज ल्याएर एकचोटि त मलाई एउटा अटोग्राफ र एउटा फोटो त जसरी पनि के अटोग्राफ त मलाई किन आउनु भएको थियो हो हामी त अब यो हो नि त त्यो भयो पनि चल्छ काम फ्रेम गरेर राख्छु हो क्या अटोग्राफ त दिनै आउँदैन त मैले एक्चुअली ब्याङ्कको साइन बिर्सेर होइन कम त तनाव भयो त ल अब हामी हेटौँडा चाहिँ जानै पर्ने हुन्छ भयो भने चाहिँ मलाई नबिर्सिनु है तपाईँ आउनु भएको थियो प्रतीक होइन म चाहिँ प्रत्येक खड्कासँग एकचोटि आएको थिएँ भेट्नु भयो रहेछ मैले भिडियो देखेको थियो म उसकैमा आएर बसेँ नि दुई दिन उसलाई त अब उसको घर त यहीँ हो उसलाई त देखिरह हुन्छ भेटिरह हुन्छ त्यही भएर चाहिँ आफूभन्दा त्यो उनलाई आएको टाढा भएर चाहिँ त्यस्तो लाग्यो अब प्रतीकसँग चाहिँदैन होला जस आयो भने हामी अवश्य भेट्नेछौँ है केमेको म्यानेजरको सेवा गरिदिनु न नम्बर पठाएको छ भेट्दाखेरि चाहिँ आफूले म्यासेज गर्नु नि फेरि म चाहिँ त्यो पोस्टहरू हाल्छु होइन हामी हेटौँडा आउँदैछु भन्दाखेरि चाहिँ अनि कहाँ हुन्छ म्यासेज गऱ्यो भने हजुरले रिप्लाई दिनुहुन्छ अब त्यहाँ लाइभमा आएर मैले त्यहाँनिर लेखेँ हेलो हेलो मैले कमचोटि गरेको छ तर एकचोटि अब त्यति बेला त सरी त दिएन मैले अब त चिनेँ नि त मैले फलो गर्यो भने फलो गर्यो मैले फलो त गरेको छ फेरि पनि अब तपाईँको त कहाँ फलो होला अब फेरि गर्छु फेरि अनफलो गरेर फेरि फलो गर्छु फलो ब्याक उसको अब गाह्रो पऱ्यो त फलो त हामीले दिएकै थिएन अरूलाई फलो ब्याक त दिनु हुँदैन होला सायद तर म्यासेज चाहिँ गर्छु ओके सो थ्याङ्क यू सो मच फर यर लभ एन्ड सपोर्ट धेरै धेरै खुसी लाग्यो यसै बसी नि हुने हो क्या हो र यतिकै बस्दैन र अनि सबजना भ्युअर्सहरूलाई बोर लाग्ला नि त फेरि नाइस कपाल भन्न लागिसक्यो त भाउजू भन्न लागिसक्यो चाहिँ के चाहियो यति भइसक्यो क्या के त हो उनलाई आफ्नो औकात नदेऊ औकात जसलाई भेट्ने ल म के भन्ने हेलो दिदीको बोयफ्रेन्ड छ कि छैन दिदीको बोयफ्रेन्ड छ कि छैन हजुर दिदीको बोयफ्रेन्ड छ कि छैन मम्मी दिदीको बोयफ्रेन्ड हो छैन हो छ्या साँच्ची छैन हामी एकदमै शुद्धवाला सिङ्गल हो शुद्धवाला भनेर हामी चाहिँ होइन म मात्र हो कि फेरि म मात्र हो कि फेरि यहाँ सिङ्गल भएर बस्ने भनेर जतिखेर हो र अनि दिदी चाहिँ सिङ्गल भने होइन दिदीको म्यारिड भइसकेको छ ऊ बिहेको फोटो पनि छ हो नि त उहाँ भयो म त आउँदिनँ भेट्नलाई जल्दी हुन्छ है त्यस्तो गर्नु किन बे गरेको मान्छे चाहिँ फ्यान पनि हुन नपाउनु होइन पाउँछ अनि जिस्काएर भनिदिएको तर मैले सोचेको थिएन यो दिन पनि आउँछ ए भाग्यमा यत्रो समय छ जे पनि हुन्छ नि अनि दाइ कहाँ जानुभयो त दाइ चाहिँ हुनु हुँदैन जबमा जानु जबमा जानुभएको छ ए यहाँ फ्रिज लिएर भाउजू उहाँ भाउजू हुनुहुन्छ अनि ओके ओके भाउजू अनि अब के भन्यो त केही छ अब अरू कुराहरू मलाई त कस्तो लाज लाग्यो साँच्चै किन लाग्नु मलाई चाहिँ अब मलाई त त्यो बच्चैदेखि हामीलाई चाहिँ हाम्रो चाहिँ बानी कस्तो छ भने अरूले त तारिफ गरेको चाहिँ अलि उयो हुन्थ्यो क्या हामीलाई चाहिँ झुटो तारिफ गरे जस्तो लाग्ने अब त्यो सरहरूले पनि तारिफ गर्दा अलिक कस्तो लाग्थ्यो क्या हामीले चाहिँ पहिला जहिले बिल्ला गर्थ्यो नि त अनि त्यो एप्रिसिएट गर्दाखेरि चाहिँ अनि एकदमै त्यो नर्भस हुन्छ क्या म चाहिँ